गुप्ताजीले देब्रे खुट्टालाई अगाडि बढाएर जुन लपेटे नि त्यो बल सिधा गएर टियु साइकोलोजी क्लासको झ्याल फोडेर भित्र पुग्यो। और लोकेश बमको त्यो छक्का ल्यान्ड भयो विराटनगर सरस्वती टोल वडा नम्बर 7 जुन मेरो घर हो। और 2 फिल्डरलाई चिरेर चौका। यस्तो किसिमको कमेन्ट्री नेपाली र हाम्रो बोर्डर साइड वाला ब्लेन्ड मिस भएको जस्तो लाग्यो है, ध्यान दिनु होला। हिजोको दुईटै म्याचको कुरा गरौँ। दुईटै म्याचमा डुबाए बलरहरूले सिरासिधी, स्पेशली कर्णाली याक्सको बलिङ लाइनअप एनपीएल मा भयभरका टीमका सबैभन्दा स्ट्रङ बलिङ लाइनअप हो, जहाँ छन् हाम्रा राष्ट्रिय टोलीका 3 दिग्गज बलरहरू सोमपाल कामी, नन्दन यादव, गुलसन झा। भाइहरू गति छ तर दिशाहीन भयो। दिशामा कन्ट्रोल गरौं, आई मिन लाइन एन्ड लेन्थमा कन्ट्रोल गरौं, नतिजा आउँछ। नन्दन भाइ स्पेशली तपाई जुन फाल्ने बेलामा ग्रन्ट गरेर फाल्नुहुन्छ नि, त्यसले तपाईको पेसमा जोड दिएको छ तर लाइन एन्ड लेन्थमा चाहिँ जोड दिएको छैन। राम्रो टोटल थियो तर 2 अंग्रेज भाइहरू रवि बोपरा र सैफ भाइले जुन किसिमले ब्याटिङ गरे, स्पेशली सैफ भाइले जुन किसिमले लपेटे नि हाम्रा बलरहरूलाई, यहाँ दुख्यो। विराटनगर किङ्स हिजो मार्टिन गप्टिलले जब फोड्दै थिए, एउटा भाइले कमेन्ट गरेका थिए क्या, दाजु गुप्ताजीको ब्याटिङ हेर्नुभयो? अबे गुप्ताजी होइन बे, गप्टिल हो। लोकेश बमको कुनै कुनै इनिङ्स हेर्दा यस्तो लाग्छ कि यिनले विपक्षी खेलाडीको तबाही गरिदिन्छन्, तर त्यो कन्सिस्टेन्सी छैन। तर योपालि हेर्न मन छ, मलाई हेर्न मन छ हाम्रा राष्ट्रिय टोलीका खेलाडीहरूको परफर्मेन्स एनपीएलमा। कुशल मल्ल पनि एक हुन् है। हिजो हाम्रो गोरा भाइ कमेन्टेटरले कुशल मल्लको तारिफ गर्दा गर्दै सर विव रिचर्डसँग जोड्दै, कहिलेकाहीँ हाम्रा गोरा भाइ यस्तो तारिफ गरिदिन्छन् कि, यस्तो पुल बनाइदिन्छन् तारिफको कि त्यो पुलको कन्स्ट्रक्सनको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको जस्तो लाग्छ। मजाक गरेको। एनीवेज, नेक्स्ट म्याचको लागि कर्णाली याक्स, यु नीड टु फोकस अन योर लाइन इन लेन्थ। कुशल भुर्तेल, यु नीड टु टक टु योर बलर्स। त्यति भन्न मन लाग्यो मलाई। मैले अघि भनेको जस्तो त्यस्तो किसिमको ब्लेन्डवाला कमेन्ट्री भए मजा आउँथ्यो। म जहिले पनि भन्छु, जय खेल, जय खेलाडी, जय क्रिकेट, जय एनपीएल। अनि अर्को कुरा, थ्याङ्क यू सो मच सबै क्राउडहरूलाई, तपाईहरू त्यहाँ पुगेर जुन हेर्दै हुनुहुन्छ नि, द्याट इज हेल्पिङ नेपाली क्रिकेट। नमस्ते।